नमस्कार साथीहरू, स्वागत छ मेरो भिडियोमा। आज चाहिँ लुम्बिनी हामी घुम्न आएछौँ, म र मेरो दुर्गेश साथी। यो म लुम्बिनीमा छु। यो तपाईँ हेर्न सक्नुहुन्छ, यो मायादेवी मन्दिर हो, जहाँ चाहिँ गौतम बुद्धले जन्म लिनुभएछ, त्यसैमाथि यो मन्दिर बनेको छ। अनि यो चाहिँ यो स्तम्भ देखिराख्नु भएछ, यो चाहिँ अशोक सम्राटले बनाउनु भएको थियो। उहाँ नेपालको चाहिँ पहिलो पर्यटक पनि मानिन्छ उहाँलाई। यो चाहिँ पोखरी रहेको छ। गौतम बुद्धको आमा चाहिँ गौतम बुद्ध भएपछि यही पोखरीमा स्नान गर्नुभएको छ भनेर मान्यता छ। यो चाहिँ हेर्नुहोस्, यो दुर्गे साथी चाहिँ रमाइलो गरिरहेछ, म पनि साथसाथै म भिडियो बनाइरहेछु साथीहरू। अनि यो चाहिँ हेर्नुहोस्, यो शान्ति द्वीप हो। यो चाहिँ भनिन्छ, यो चाहिँ कहिले पनि यो चाहिँ बुझिँदैन, सधैँ बोलिरहेको छ। अनि यो गौतम बुद्धको प्रतिमा हेर्नुहोस्। यहाँ लुम्बिनीमा आएपछि यहाँ फोटो खिच्नै पर्छ, राम्रो छ, एकदम राम्रो छ। यो चाहिँ हेर्नुहोस्, मायादेवी मन्दिरबाट यो भिडियो म बनाउँदैछु साथीहरू।